सबैलाई जयमसी अनि म आजको भिडियोमा फेरि तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। हामीले पापको परिणाम को श्रृङ्खलालाई हेरिरहेका छौँ अनि आज चाहिँ हामी जेनेसिस उत्पत्ति 3 को भर्सलाई हामी हेर्नेछौँ, किनभने यो हाम्रो पापको परिणामको सिरिजलाई हेर्दै गर्दा यो भर्सको पालो आज हो भनौँ न है। सो हामी यसलाई हेर्नेछौँ अनि यहाँ यसरी लेखिएको छ कि तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनु भयो, तिमी कहाँ छौ भनेर है। अनि यो क्वेसन एकदमै डिप हामी देख्न सक्दछौँ, यहाँनिर एकदमै पावरफुल पनि छ है। मैले तपाईँहरूलाई लास्ट भिडियोमा पनि भनिरहेको थिएँ कि परमेश्वरलाई थाहा थियो कि आदम अनि हवा कहाँ छ भनेर, किनभने आदम अनि हवालाई परमेश्वरले बनाउनु भएको अनि त्यो बगैँचा इडेनको बगैँचालाई पनि परमेश्वरले बनाउनु भएको। सो परमेश्वर त ओम्नी प्रेजेन्ट गड हुनुहुन्छ, जहाँ पनि उपस्थित हुनु सक्ने परमेश्वर हुनुहुन्छ। अनि मलाई थाहा थियो कि के भइरहेको छ भन्ने कुरा, र पनि यहाँनिर परमेश्वर त्यस बगैँचामा आउनुहुन्छ अनि सोध्नुहुन्छ तिमीहरू कहाँ छौ भनेर है। यसको मतलब हामी के देख्न सक्दछौँ भन्दाखेरि चाहिँ साँच्चै नै परमेश्वरले चाहिँ नि हाम्रो तृष्णा गर्नुहुन्छ। हि लङ्स फर आवर कम्प्यानियनसिप है, त्यो के अरे साथी भाउ भनेर भन्छ नि है, त्यो कम्प्यानियनसिप हाम्रो सङ्गत चाहिँ खोज्नुहुन्छ परमेश्वरले। नो म्याटर वाट हामी जे जस्तो अवस्थामा भए तापनि उहाँले चाहिँ हामीलाई खोज्नुहुन्छ भन्ने कुरा हामी यहाँनिर देख्न सक्दछौँ। अनि अर्को कुरा यस क्वेसनबाट के बुझ्न सक्दछौँ भन्दाखेरि चाहिँ परमेश्वरले चाहिँ नि साँच्चै नै यहाँनिर तिमीहरू कहाँ छौ भनेर आदम अनि हवालाई भनिरहेको थियो। त्यो भन्नुको मतलब चाहिँ के हो भने परमेश्वरलाई थाहा थियो कि त्यो बगैँचामा के भएको छ, आदमले के गर्यो, हवाले के गर्यो भन्ने कुरा थाहा हुँदा पनि आएर तिमीहरू कहाँ छौ भन्नुको मतलब चाहिँ उनीहरूलाई खास चाहिँ अपर्च्युनिटी दिइराख्नु भएको छ। तिमीहरू कहाँ छौ भन्दाखेरि उहाँलाई मौका दिइराखेको छ कि भन्नु, उनीहरू आएर आदम अनि हवाले कि उनीहरूले रेस्पोन्ड गर्नु कि प्रभु म यहाँ छु, अनि तपाईँले नगर्नु भन्नुभएको कुरा चाहिँ हामीले गऱ्यौँ अनि हाम्रो अवस्था यस्तो भएको छ भनेर चाहिँ त्यो अपर्च्युनिटी उहाँले दिइराख्नु भएको छ आदम अनि हवालाई। तर यहाँनिर हामी देख्न सक्दछौँ उनीहरूको रेस्पोन्स त एकदमै टोटली डिफ्रेन्ट भएको छ। हामी यसको नेक्स्ट भिडियोमा हामी त्यो रेस्पोन्डलाई हेर्नेछौँ, कसरी आदम अनि हवाले परमेश्वरको वेयर आर यु भने तिमीहरू कहाँ छौ भनेको प्रश्नलाई रेस्पोन्ड गरेको छ है, यो नेक्स्ट भिडियोमा हेर्नेछौँ। तर हामी आज चाहिँ यही भर्सलाई अलिक एकदमै याद गर्नुहोस् है। अनि यो कुरा भन्दै गर्दाखेरि चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हामीले याद गर्नुपर्ने कुरा चाहिँ के भने पापले चाहिँ नि हामीलाई जहिले पनि परमेश्वरदेखि टाढो लाँदछ। हामी परमेश्वरदेखि टाढो जाँदछौँ पापले गर्दा, परमेश्वर चाहिँ हामीदेखि टाढो जानुहुन्न है। याद गर्नुहोस्, यहाँनिर आदम अनि हवाले पाप गर्यो अनि परमेश्वर त्यो बगैँचामा आउनु भएन होइन, परमेश्वर चाहिँ त्यो बगैँचामा आउनु भयो, पाप भएको देख्दा पनि परमेश्वर आउनु भयो है। अनि तर मानिसहरू चाहिँ त्यहाँनिर लुकेको हामी देख्न सक्दछौँ। त्यस्तै प्रकारले हाम्रो जीवनमा पनि जब पाप हाम्रो जीवनमा आउँदछ हामी चाहिँ परमेश्वरदेखि टाढो जाँदछौँ। धेरैजनाले भन्ने गर्दछ यो पाप गरेकोले गर्दा परमेश्वर मदेखि टाढो गयो भनेर भन्दछ, तर त्यो चाहिँ रङ कन्सेप्ट हो। परमेश्वर चाहिँ जहिले पनि हामीसँगै हुनुहुन्छ। हामी परमेश्वर जहाँ भेटाउनु पर्ने कुरा हो, परमेश्वर जहाँ आउनु पर्ने कुरा हो त्यहाँ नै हुनुहुन्छ, तर हामी चाहिँ परमेश्वरदेखि टाढो गएको हुँदछौँ। याद गर्नुहोस्, परमेश्वरले चाहिँ पापलाई घृणा गर्नुहुन्छ तर पापीलाई चाहिँ प्रेम गर्नुहुन्छ। पापी भनेको तपाईँ अनि म जस्तो व्यक्तिलाई चाहिँ परमेश्वरले प्रेम गर्नुहुन्छ, तर पापलाई चाहिँ घृणा गर्नुहुने परमेश्वर हुनुहुन्छ। सो आजको क्वेसन हामी प्रत्येकको लागि यही छ कि हामीहरू कहाँ छौँ, हामी कस्तो अवस्थामा छौँ भन्ने कुराहरू। मैले भन्नु पर्दैन कि तपाईँ के अवस्थामा हुनुहुन्छ भनेर है, मलाई मेरो अवस्था मलाई नै मात्रै थाहा छ। धेरैपल्ट मसँग घनिष्ठतामा भएको व्यक्तिहरूलाई पनि थाहा हुँदैन कि म कस्तो अवस्थामा छु भनेर। सो मेरो अवस्थालाई जान्नको निम्ति चाहिँ मलाई नै थाहा छ अनि परमेश्वरलाई थाहा छ। खालि दुईवटा व्यक्तिलाई मात्रै थाहा हुन्छ, त्यो चाहिँ म आफैलाई अनि परमेश्वरलाई। सो याद गर्नुहोस्, तपाईँ कहाँ हुनुहुन्छ, के हुनुहुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ अनि परमेश्वरलाई थाहा छ। अनि जब यो प्रश्न परमेश्वरले तपाईँलाई सोध्नुहुन्छ तिमी कहाँ छौ भनेर यो प्रकारको रेस्पोन्ड गर्छौँ, प्रभु म यो पापमा छु, मैले यो गरिरहेको छु, म यो अवस्थामा छु जब भन्दछौँ भने चाहिँ परमेश्वरले फेरि हामीलाई चाहिँ नि पुनर्स्थापित गर्नुहुन्छ, त्यो रेस्टोरेसनको कुराहरू पट्टि लानुहुन्छ, हामीलाई फेरि नयाँ बनाउनुहुन्छ अनि उहाँले हाम्रो जीवनलाई नै नयाँ बनाउनुहुन्छ। अनि द्याट इज द ब्युटिफुल थिङ द्याट वी सी है। परमेश्वरमा चाहिँ यो कुरा हुने सम्भव छ है, पोसिबिलिटी यो कुरा छ परमेश्वरमा कि जब हामी पापमा डुब्दछौँ अनि परमेश्वरले तिमीहरू कहाँ छौ भन्नुहुन्छ अनि हामी यहाँ छौँ भनेर जब हामी परमेश्वरको तर्फ जाँदछौँ हामी नयाँ बनिँदछौँ है। सो आजको भिडियोमा म तपाईँलाई यही प्रश्न राख्न चाहन्छु, तपाईँहरू कहाँ हुनुहुन्छ, तपाईँको स्पिरिचुअल स्टेट
है तपाईँहरूको आत्मिक स्थिति कस्तो छ, परमेश्वरसँगको सम्बन्ध कस्तो छ, यो कुरा तपाईँले याद गर्नुहोस् अनि जाँच गर्नुहोस्। नेक्स्ट भिडियोमा फेरि हामी पापको परिणाम फेरि हेर्ने नै छौँ है। तर आजको भिडियोमा चाहिँ म तपाईँलाई यही क्वेसन राखेर आजको भिडियोलाई एन्ड गर्न चाहन्छु। तपाईँहरू कहाँ हुनुहुन्छ, तपाईँको स्थिति कस्तो छ भन्ने कुराहरू। अनि सी यू इन द नेक्स्ट भिडियो। गड ब्लेस। आमेन।